के छ यहाँ के भइरहेछ भने अहिले चाहिँ सुमन दाल चलाइरहनु भएको छ र हेर्नु सुमन दाल कहाँ यहाँ आउनु अब नलैजानु बाइक गयो दाइ हेर्छ माइन म दाइ ल तिहारा जस्तो फिल भइरहे ल गाइस हेर्नु है हेर्नु झिलिमिली बोल्यो हाम्रो घरमा पनि सबैभन्दा राम्रो हाम्रै घर हो क्या हो यहाँ ठुलमा हुनुहुन्छ यता ठुलमा हुनुहुन्छ यता भाउजू हुनुहुन्छ यता सुमन दाइ हुनुहुन्छ यतातिर चाहिँ हाम्रो छोरा छन् मनिका ह्याप्पी तिहार ह्याप्पी तिहार मेटल कहाँ सोडी मेटल एउटा मेटल मेरो यहाँ पकेर छ हाम्रो अङ्कल आन्टीले नि यहाँ रङ्गोली बनाउँदै हुनुहुन्न चाहिँ यस्तो बवाल दाम हेर्नु न भकारी पूजा भनेको तपाईँको चाहिँ ल है त ल हेर्नु साथीभाइहरू आज कुकुर तिहार कुनै कुकुरको घाँटीमा मालै माला हुन्छ कुनै कुकुरको घाँटीमा हेर्नु एउटा पनि माला छैन त्यही हो क्या घरपालुवा कुकुर र भुसिया कुकुरमा फरक अनि अघि म चाहिँ जाम्नेतिर गएको थिएँ अनि एउटा घरमा एउटा कुकुरको चाहिँ 10वटा कि कतिवटा माला झुन्नाएको कि आम्मामा त्यही हो क्या भुसिया कुकुर र घरपालुवा कुकुरमा फरक है सो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग सो आजको ब्लगमा सबैजनालाई स्वागत छ अहिले चाहिँ साँझको चाहिँ 5 बजिसक्यो क्या अनि आज चाहिँ हाम्रो कुकुर तिहार रहेछ अनि अर्को चाहिँ हाम्रो चाहिँ रङ्गोली हाल्ने दिन अनि अर्को चाहिँ भकारी पूजा गर्ने दिन आज चाहिँ 3टा छ क्या दिन अब के कस्तो हुन्छ हाम्रो गाउँघरतिर तपाईँहरूलाई देखाउनु पर्ने हुन्छ अनि अहिले चाहिँ म चाहिँ माथि घर जाँदैछु जिरेले चलाछ के छ यहाँ के भइरहेछ भने हजुर के छ आज लक्ष्मी पूजा हजुर अनि माला उन्दैछु ए रमाइलो भइरह रमाइलो छ अनि मनिकाले के गरिरहेछ गर्छ तिमीलाई आज लक्ष्मी पूजा मलाई होइन के छ यहाँ बत्ती ल आउनु ह्याप्पी तिहार ह्याप्पी तिहार ल यो बत्ती बाल्ने अनि यतातिर चाहिँ माला लक्ष्मीलाई माला लगाइदिने आज हजुर ठ्याक्क माथि घर आउँदा चाहिँ सुमन दाइ घर आएको होइन कस्तो पारा बाइक चलाउनु लाउनु भएको रहेछ अहिले चाहिँ सुमन दाइ चलाइरहनु भएको छ र हेर्नु सुमन दाइ लडाउनु होला के गर्दा हेर्नु न यस्तो मजाले चलाइरहनु भयो तन भ्लगर चाहिँ स्प्लेन्डर लिएर गइसकेको छ नयाँ बाइक तर कुकुरले साथ नदिएको कारण ल तपाईँहरूको पारा चाहिँ यस्तै छ ल दाइ ल जानुभएको हो बाइक चलाउनु पर्दा दामी दामी उयो नगर्नु न सुमन दाइ गएछ नि त सुमन दाइ गएछ नि त दाइ सुमन दाइ कहाँ यहाँ आउनु अब नलैजानु बाइक गयो दाइ होल्डिङ गर्ने मान्छे हेर्छ माइन म दाइ ल साथीभाइहरू ह्याप्पी तिहार सबैजनालाई अहिले चाहिँ हामी उनीहरू घर छौँ जस सुमन ह्याप्पी तिहार ह्याप्पी तिहार ल ह्याप्पी तिहार भाइहरू सबैलाई है ब्लगर तिहारको चाहिँ झिलिमिली हाल्दैछौँ हेर्नु न सट्टा पारामा यतातिर चाहिँ हाम्रो भाइहरूले चाहिँ हाम्रो घरमा झिलिमिली हाल्नको लागि हेल्प गरिरहनु है अनि आज चाहिँ हामी दिनैभरि चाहिँ सबैको घरमा चाहिँ झिलिमिली हाल्नलाई हेल्प गरियो अनि फाइनली लास्टमा चाहिँ हाम्रो घरमा झिलिमिली हाल्न लाग्यो क्या अनि यो भिडियो चाहिँ भोलि बिहान ठ्याक्क 8 बजी आउँछ ल हेलो अन्त हेलो बरु हेलो हेर्नु न यतातिरको मौसम यस्तो मजाले भइसक्यो हाम्रो गाउँघरतिर हेर्नु त जतासुकै झिलिमिली मात्र बोलिरहेको छ क्या जस्ट हेर्नु न जतासुकै झिलिमिली मात्र बोलिरहेको छ हाम्रो घरतिरको भाइहरूले चाहिँ यिनीहरू सबैजना मिलेर चाहिँ भैलो खेल्ने चाहिँ भनेका छन् हेरौँ अब के हुन्छ अब खेल्न पनि सकिन्छ नखेल्न पनि सकिन्छ अँधेर आएर लास्ट यार बल्ल तिहारा जस्तो फिल भइरहे ल गाइस हेर्नु है हेर्नु झिलिमिली बोल्यो हाम्रो घरमा पनि यतातिर भाइहरूले हेल्प गरे एउटा भाइले यता एउटा भाइले खै यहाँले त तेरो त अनुहारै आयो नि त यही भाइ हो अनि यता अर्को भाइ छ उता अर्को भाइ छ ल पुरै अन्धकार भयो यार अहिले त के हो त्यही हो अब चाहिँ हामी माथि घर जानुपर्ने हुन्छ आज माथि घरमा चाहिँ हाम्रो लक्ष्मी पूजा रङ्गोली आज कुकुर तिहार पनि रहेछ अनि चाहिँ हाम्रो चाहिँ भकारी पूजा पनि हुनेवाला छ है मम्मी ह्याप्पी तिहार यता रङ्गोली सङ्गोली गर्ने अनि यता आन्टी घरतिर पनि जानु छ अनि हाम्रो तल घरतिर पनि जानु छ जस अहिले चाहिँ
हाम्रो गाउँघरतिर सबै मान्छेहरू चाहिँ बिजी छन् क्या रङ्गोली बनाउनको लागि चाहिँ। त्यही हो आज रङ्गोलीको दिन पनि हो, आज लक्ष्मी पूजा पनि भइहाल्यो, आज भकारी हाल्ने दिन पनि, कुकुर तिहार, आमा झिलिमिली सबै घरमा अझै हालेछन्। जस तिहार भनेको तिहारै हो क्या, गाउँघरतिर छिट्टै तरिकाले मनाउँछन्। हेर्नु न हाम्रो मम्मीले चाहिँ यहाँ चाहिँ के अरे गोबर होइन गोबर माटोबाट चाहिँ यहाँ लिप्नु भयो। अब यो माथि चाहिँ हाम्रो रङ्गोली हालिन्छ यस्तो बवाल दामी। तुलसीको मोठबाट चाहिँ हाम्रो चाहिँ लक्ष्मी जाने टक्क त्यतातिर जान्छ है, अनि उतातिर हाम्रो रङ्गोली बन्छ, अनि भित्रतिर चाहिँ हाम्रो चाहिँ लक्ष्मीको पाइला हामी छिराउने। सुमन दा ह्याप्पी तिहार। ह्याप्पी तिहार बाबु। कस्तो हुँदैछ त नि हाम्रो तिहार? रङ्गोली बनाएको चाहिँ हेर्दैछु यताउति। हजुर सही हो। राम्रो त हाम्रै आन्टीले बनाउनुहुन्छ नि केक। भाउजूले नि राम्रो बनाउनु भयो भाउजूले त उहाँ मापन रेखा कोरेर बनाइरहेको छ। एकदम राम्रो बनाउनु भयो। हजुर सही गाइस सही। हेर्नु न हाम्रो घरको रङ्गोली यस्तो बवाल दामी बनाउनु भने हाम्रो मम्मीले जस्तो आधी घन्टा भइसक्यो हाम्रो मम्मीले रङ्गोली बनाउनु भएको, यस्तो दामी बनाउनु भएको छ। सबैभन्दा राम्रो हाम्रै घर हो क्या हो, यस्तो राम्रो भएको छ। मम्मीले बनाएको त राम्रै हुनु पर्यो नि अब भाउजूहरू। ल दामी यार, खतरा उजाल देख्यो अन्डी अन्त राम्रो हो। ह्याप्पी तिहार ठुल्बा। थ्याङ्क यू बाबु। ए कतिको रमाइलो भयो ठुल्बा? रमाइलो छ। अनि के रमाउनु भयो त नि? म बसिरहेको छु अहिले टिभी हेर्दै। अनि खानपिन भयो? भएन, अब हुन्छ एकछिन पछि। बुवाको फोन आइरहेको छ ठुल्बा, एकदम मजाले आइरह। ए ल ल ल यहाँ नउब्नु राम्रोसँग मनाउनु। हस् धन्यवाद, तपाईँले राम्रोसँग मनाउनु होला। ल बाबुहरूलाई सबैलाई, हजुर प्रशान्तहरूलाई, हजुर सबै सुलभ दाई सानो भाउजू सबैलाई ह्याप्पी तिहार भनिदिनु। ल ह्याप्पी तिहार सबैलाई। ल है त के छ ठुल्मामी ह्याप्पी तिहार। केही हुन्न यस्तो राम्रो मान्छे, केही हुन्न कपालले के गर्छ र हामी गाउँघरको मान्छे होइन, हामी त्यसै राम्रो। सुरेश ह्याप्पी तिहार छिटो, म रिसाउँछु फेरि। ह्याप्पी तिहार भन छिटो, गुड बाई हो नि त फेरि तिमी। ह्याप्पी तिहार भन्दा ह्याप्पी घर जानुहरू सबै। अहिले चाहिँ म ठुलो घरमा आइसकेको छु। आज चाहिँ हाम्रो प्रोग्राम भनेको चाहिँ रङ्गोली लाउने दिन है। जस्ट अगाडि देख्न सक्नुहुन्छ हाम्रो यहाँ ठुलो हुनुहुन्छ, यता ठुलोमा हुनुहुन्छ, यता भाउजू हुनुहुन्छ, यता सुमन दाई हुनुहुन्छ, यतातिर चाहिँ हाम्रो छोरा छन्। सुमन दाईलाई ह्याप्पी तिहार। ह्याप्पी तिहार बाबु। हजुर अनि हाम्रो ठुलो भाउजूलाई ह्याप्पी तिहार। ह्याप्पी तिहार सबैजनालाई ह्याप्पी तिहार। हजुर कतिको रमाइलो भएको छ नि भाउजू यसो रङ्गोली बनाउँदा? एकदम रमाइलो भयो। हामी मुडीला कार्की। हजुर त्यही भएर मलाई तिहार चाहिँ एकदम रमाइलो लाग्छ बिहा गरेदेखि मलाई। हो सही हो। अनि ठुलो मम्मीलाई ह्याप्पी तिहार। मलाई चाहिँ झन् कति रमाइलो लाग्छ। सही हो। अनि ठुलो एप्पी तिहार मलाई त रमाइलो लाग्छ बाबु। ए हो रमाइलो लाग्छ, तर एक रमाइलो छ, एक चाहिँ रमाइलो छैन। रमाइलो किन छैन ठुलो? सबै हामी पुरै जान ए हुन पाइरहेको। ए सुलभ दाइर भाउजू नभएर बिस्तारै हुन्छ समय आएपछि। सही दामी भयो रङ्गोली, तर सब क्रेडिट गोज टु हाम्रो ठुलो भाउजू। थ्याङ्क यू। मनिका ह्याप्पी तिहार। ह्याप्पी तिहार। कतिको रमाइलो भएको छ मनिका? एकदम रमाइलो दाइ। ल ल ल सही सही। यहाँ तिहारमा हाम्रो बहिनीले रङ्गोली बनाइरहेको छिन्। सही गाइस सही। अन्डी ह्याप्पी तिहार। ह्याप्पी तिहार। कतिको रमाइलो भयो तिहार? एकदम रमाइलो भयो आज लक्ष्मी पूजाको दिन। हजुर सही हो। ल रमाइलो मनाउनु है। हस् के छ जिरु भाइ ह्याप्पी तिहार। ह्याप्पी तिहार। अनि के हो नमस्कार गरिदिने, रेस्पेक्ट गरिदिनु मलाई। दाइ दाइ ठुलै है हाम्रो चाहिँ पाउस दाइ। ल कतिको रमाइलो भयो तिहार? रमाइलो छ अहिलेसँग त। सुन्नु न ह्याप्पी तिहार गान्छ मेरो भाइ। सोडी मेटल कहाँ? सोडी मेटल एउटा मेटल मेरो यहाँ पकेको छ। सोडी मेटल यहाँ पटेका, मेरो पटेका देखाइदिनु। यहाँ नि पटेका छ। अब यो पटेका लाग्यो। पड्काउँछ भाइ त सोडी मेटल। सोडे मेटल घर राखेँ। ल त्यो मैदा हो त। अन्डी ह्याप्पी तिहार। ह्याप्पी तिहार। कतिको रमाइलो अन्डीलाई? धेरै नै ह्याप्पी तिहार है। ल सबैजनालाई ह्याप्पी तिहार है त। ल केटा ल ह्याप्पी तिहार।
ओके ल है त त्यही नै हो ल ल ह्याप्पी तिहार मम्मी ल धन्यवाद